बडादिन क्रिसमस 2082 को अवसरमा हाम्रो चर्चमा क्रिसमस कार्यक्रम पश्चात खाना खाने कुराहरू भइराखेको छ। यहाँ साना नानीहरू अनि बाबुहरू सबै खानामा व्यस्त छन्। यतातिर हाम्रो सानो बाबुहरूले पनि खाँदैछन्, यतातिर हाम्रो अलि ठुलो नानीहरूले खाँदैछन्। परमेश्वरलाई महिमा भएको होस्। आज हामी यसरी यो क्रिसमस कार्यक्रममा सहभागी हुने मौका पायौँ। यहाँ यसरी मासुहरू छ, भातहरू छ, आफ्नै खाने कार्यक्रमहरू भइराखेको छ। परमेश्वरलाई महिमा भएको होस्। यो बडा दिन हाम्रो लागि अत्यन्तै खुसीको दिन। ख्रिस हाम्रो लागि यो संसारमा आउनुभएको दिन। त्यही अवसरमा हामी क्रिसमस मनाइराखेका छौँ। श्रीमती गोमा, हालेलुया। यो कार्यक्रममा सहभागी हाम्रो वृद्ध आमा बुवाहरू पनि हुनुहुन्छ। यो दुईटा नानीहरू लाज मानेर यता आएर खाँदैछन्, धेरै टाढा आएर। तर पनि परमेश्वरको महिमा भएको होस्। हालेलुया। यतातिर हाम्रो दाजुभाइहरू हुनुहुन्छ, उता खाना भान्सामा प्याक भएर यतातिर बसेर गफ लाउँदै हुनुहुन्छ। हाम्रो भेना पनि हुनुहुन्छ। एकदमसँग राम्रोसँग बाँडफाँड गर्नु है भाइहरू, मिलाएर सबलाई। हाम्रो फु पनि हुनुहुन्छ यहाँ पुरियामा, यो गाउँको पुरानो विश्वासी हुनुहुन्छ।